मान्छे हो, हात्ती पनि हो, गैँडा पनि हो, हरिण मृगहरू पनि हो, अजिङ्गर पनि हो, ऊ पनि उपभोक्तै हो। कहिले कहिले क्लास पनि हुन्छ फेरि उपभोक्ताहरूका बिचमा। मैले सानो हुँदा एउटा कविता पढेको थिएँ। गौँथलीले आफ्नो गुणको बारेमा, उसको गुण चाहिँ फोहोर गर्यो भनेर भत्काउन खोज्दा या भत्काउँदा उसले भन्छ, तिमी पनि भन्छौ यही घर मेरो, म पनि कहन्छु यही घर मेरो, वास्तवमा तिम्रो हो वा मेरो, खुब लगाऊ मनमा मेरो भन्ने एउटा कविता थियो। मैले बचपनमा पढाएको थिएँ। वन पनि त्यस्तै हो। बाघले पनि ठान्छ यो मेरो घर, मृगले पनि ठान्छ मेरो मन हो, हामी पनि ठान्छौँ, हामीले जोगाएका छौँ, हामीले उपभोग गरिराखेका छौँ, यो हाम्रो उपभोग्य चिज हो। र अर्नाले पनि भन्छ मेरो, नीलगाईले भन्छ मेरो, अरूले पनि भन्छन् मेरो, चराहरूले भन्छन् झन् हाम्रो त अन्त सहर त हुनै सक्दैन, हाम्रो त यो त झन् साह्रो आफ्नो घर हो। अथवा उपभोक्ताहरू, यहाँनिर रेड पान्डाको एउटा तस्बिर राखिएको छ, उसले पनि भन्छ, उसको हेराइले नै भन्छ यो मेरो घरमा को आएर यहाँ मेरो शान्तिमा खलल कसले पुर्याउँदैछ भनेर त्यो हेराइमै त्यस्तो देखिन्छ। को आइरहेको छ, कसले मेरो घरमा शान्ति खलबल ल्याउन खोजिरहेका छ, मलाई कहीँ भए त छैन, मेरो घरमा को आयो। यो जीवहरूको साझा घर। जलचरहरूका लागि साझा घर नठानौँला, उसको त ताल तलैया छ, खोला छन्, समुद्र छन्, तर वन छैन भने त्यो पनि सङ्कटमा परिहाल्छ। त्यस कारण त्यसको पनि स्रोत, वर्षाको पनि स्रोत, सास फेर्ने प्राणीहरूका लागि अक्सिजनको स्रोत वन जङ्गलै हुन्छ। यसको महत्त्वको बारेमा हामीले धेरै भनिरहनु परेन। वन यो यति महत्त्वपूर्ण छ जसले वास्तवमा वातावरण, मैले अक्सर भन्ने गर्छु, वातावरणको सृजना गर्ने तीनवटा चिज छन् अथवा दुईवटा चिज भने हुन्छ। वातावरणको सृजना गर्ने एउटा सूर्यबाट हो, अर्को पृथ्वीबाट। पृथ्वीमा आउँदाखेरि पानीबाट, समुद्रबाट एउटा हुन्छ, एउटा हिमालबाट हुन्छ। भनेको हिमाल केसँग जोडिएको छ, फेरि समुद्र केसँग जोडिएको छ भन्दा वनसँग जोडिएको छ। यिनै चिजहरूले वातावरणको सृजना गर्छ। वातावरण भनेको सृष्टि र सृष्टिको निरन्तरता वातावरणमा निर्भर गर्छ। सृष्टि पनि वातावरणमा निर्भर गर्छ, सृष्टिको निरन्तरता पनि वातावरणमा निर्भर गर्छ। पृथ्वीमा प्राणी जन्मिएकै एटमोस्फियर पैदा भएपछि प्राणीको उत्पत्ति भएको। जबसम्म पृथ्वीमा एटमोस्फियर उत्पन्न भएको थिएन, पैदा भएको थिएन, तबसम्म प्राणी उत्पन्न हुन सकेका थिएन। एटमोस्फियर आएपछि प्राणी उत्पन्न भयो। वो एटमोस्फियर, वातावरण, यो वातावरण भन्दा वन बिनाको वातावरणको कल्पनै गर्न सकिन्छ। वातावरणै हुँदैन वन बिना। यसर्थ वनको यो महत्त्व छ। कुनै कुनै देश प्राकृतिक हिसाबले नै वन नभएका छन्। आजका मानिसहरूको दोष होइन त्यो, त्यहाँका बासिन्दाहरूको दोष होइन त्यो, त्यो प्रकृतिले त्यस्तै गरेको छ। कुनै कुनै देशहरू यस्ता छन्, कुनै कुनै ठाउँहरू यस्ता छन् जहाँ जङ्गल महत्त्वपूर्ण छ। अमेजन रेन फरेस्ट
नेपालको सिँगै आकारभन्दा 38 गुणा ठुलो छ। अमेजन रेन फरेस्ट एक्लै जङ्गल सिँगै नेपालको क्षेत्रफलभन्दा 38 गुणा ठुलो छ। त्यसले 16वटा देशहरूलाई छोएको छ। त्यो एटलान्टिक पारी छ, तर त्यसलाई युरोपको फोक्सो भन्छ। वनको, वातावरणको, हावापानीको त्यसको ग्लोबल प्रभाव के हुँदो रहेछ भन्ने कुरा ल्याटिन अमेरिकामा र मुख्य रूपमा ब्राजिलमा भएको अमेजन रेन फरेस्टलाई युरोपको फोक्सो भनिएकोबाट बुझिन्छ। त्यो एउटा महासागर बीचमा भएर पनि अर्को महाधिवेशनको फोक्सो भनिँदो रहेछ। यसको ग्लोबल अर्थ त्यो रहेछ। र हामीले गर्व गर्न सक्छौँ यस्ता विषयहरूप्रति हामी गहिराईदेखि सचेत छौँ र यसमा तलमाथि तलबितल पर्न दिनु हुँदैन भन्ने कुरामा सजग पनि छौँ र प्रतिबद्ध पनि छौँ। त्यसै कारण हाम्रो लगभग 70% जमिन वातावरणका लागि समर्पित छ। 17% के 46% वन क्षेत्र, 17% हिमाली क्षेत्र, 63 पुग्या। नदी, नाला, ताल, तलैया, भिर, पाखा यी सबैहरूले 70% वातावरणका लागि समर्पित छ। र यो भूभाग वातावरणका लागि समर्पित, यो कुनै मरुभूमिको हिसाबले अनुत्पादक ढङ्गको वातावरणका लागि पनि प्रोडक्टिभ कन्ट्रिब्युसन चाहियो नि, त्यस्तो नभएको मरुभूमि जन्य होइन। यो चाहिँ एउटा जीवित भूभाग, यो लिभिङ पार्ट क्लाइमेटको एन्भाइरोमेन्टको लिभिङ पार्ट, जसले कन्ज्युम होइन प्रोडक्सन दिइरहेको छ। र हामी कतिवटा देशमा प्राकृतिक हिसाबले नहुनु बेग्लै कुरा हो, भएका देशमा पनि 30% भए पुग्छ भनेर 30% फरेस्ट एरिया राखेर अरूको उपभोग गरेका छन्। हामीले उनीहरूको भन्दा 1.5 बढी 46% वन्य क्षेत्र राखेका छौँ। अर्को कुरा, हामीले साँच्चैको प्राकृतिक वन क्षेत्र राखेका छौँ। अरूले त साइक्लिङ गर्छन् त्यो वनको प्रयोगमा, रोप्दै जान्छन्, एकतिर रोप्दै गयो, अर्कोतिर काट्दै गयो, एकतिर रोप्दै गयो, अर्कोतिर काट्दै गयो। हाम्रोमा त्यस्तो मात्रै होइन, त्यहाँ धमिराले वन खानै पाउँदैन। ती ठाउँहरूमा धमिरा मासिएका होला। हाम्रोमा धमिराको घर पनि गौथलीले भने जस्तै यो घर मेरो पनि हो, तिम्रो पनि हो, खुब लगाऊ मनमा पेरो भने जस्तो हामीले धमिरालाई खान पनि छोडेका छौँ, किरा फटेक्रालाई खान पनि छोडेका छौँ, अरू विभिन्न चिजहरूलाई पनि छोडेका छौँ। र यो वास्तवमा प्राकृतिक हिसाबले ठुलो हिस्सा, वनको ठुलो हिस्सा हामीले छोडेका छौँ। यसमा कहिले कहिले हामी कुलामाला लागेका देख्छौँ। अघि महासचिवजीले भन्नुभयो कि उपमहासचिवजीले भन्नुभयो, विभिन्न सन्धिहरू, सम्झौताहरू या अनुबन्धहरू त्यस्ता हुने गर्छन्। त्यस्ताहरूमा हामी उत्ताउलिएर सही गर्छौँ।
हामीले 2009-10 तिर 110वटा बाघ नेपालमा थिए। हामी युरोपको कुन देशमा कन्फरेन्स थियो बाघ सम्बन्धी? त्यसमा गयौँ भने अब 10 वर्षमा डबल गर्ने भनेपछि हामीले पनि प्रतिबद्धता जनायौँ, हामी कसियौँ। अहिले बाघको सङ्ख्या काफी ठुलो भयो। अझै हाम्रा विज्ञ विशेषज्ञहरू उल्किँदै हुनुहुन्छ। 500 बाघ त पुर्याउन सकिन्छ। किन बलगरी 500 बाघ पुर्याउनु पर्यो नेपालमा, यो सानो देशमा? 500 बाघ किन पुर्याउनु पर्यो? पाल्न सक्ने जतिको पाल्नुपर्छ। अनि त्यसको रक्षा गर्ने हो, इकोसिस्टम कायम राख्ने हो, त्यसको रक्षा गर्ने हो। तर बाघ भनेको कस्तो जात हो? हरेकलाई एउटा बाघलाई आफ्नो क्षेत्र चाहिन्छ। उसले सिमाना लाएर आफ्नो इलाकामा बस्छ। भरे 500 बाघले सिमाना लाउँदाखेरि मान्छेलाई चाहिँ बाँकी नै नराख्ने गरी सिमा लाउन थाल्यो भने त्यसो त हाम्रो भूभागले, हाम्रो वन जङ्गलले थेग्ने गरी, धान्ने गरी मात्रै बाघ पाल्नुपर्छ, औषधि नै काम छैन। नेपाललाई भागै बाघको देश बनाइदिने हो। यो त समृद्ध बनाउनु पर्यो, यो त सुखी नेपालीको देश बनाउनु पर्यो। यसमा इकोसिस्टम चाहियो। बाघको पनि थलो बनाऊँ, गैँडाको पनि थलो बनाऊँ, हात्तीको पनि थलो बनाऊँ, हरिण मृगहरूको पनि थलो बनाऊँ, भालुको पनि बनाऊँ, सबैको बनाऊँ न यसलाई। बनेलको पनि थलो बनाऊँ। तर ठिक्क बुझ्दा बनेलको देश बनाउने हो होइन। हामीले के उचित हुन्छ भन्ने कुरा विचार गरेर बनाउनुपर्छ। र बाघको सङ्ख्या अहिले जति छ त्योभन्दा बढाउँदै जानुपर्ने कुनै आवश्यकता छैन। अस्ति मलाई केही विद्वानहरूले बाघको सङ्ख्या बढाउनु हुँदैन भनेर प्रकृति प्रेमी भएन भनेर धान खेत लगाउन छोडेर खेतबारी माझै छोडिदिने गल्ती गर्नु हुँदैन। प्रकृति प्रेमी बनिएर सबै कुरामा हाम्रा चिन्तनहरूमा, सोचमा सन्तुलन चाहिन्छ, यथार्थतामा आधारित हुनुपर्दछ। मानव जातिको आजको कल्याण र मानव जातिको भोलिका निम्ति सुरक्षित विश्व, सुरक्षित पृथ्वी, सुरक्षित मानव जाति, सुरक्षित मानव भविष्य, सुखी मानव भविष्य, यहाँनिर इकोसिस्टम छोडिँदैन। मान्छेको कुरा गर्दा, मान्छेको सुरक्षाको कुरा गर्दा, मान्छेका लागि सुरक्षित भविष्य, सुन्दर भविष्य भन्दा इकोसिस्टम छोडिएको हुँदैन। त्यसकारण वातावरण, पर्यावरणका पक्षहरूलाई हामीले सन्तुलित ढङ्गले ध्यान दिएर अगाडि बढ्नुपर्छ। यी कुराहरूलाई ध्यानमा राखेर हामीले आफूले